हेलो गाइस, वेलकम ब्याक। टप 10 तामाङसम्म स्वागत छ। पछाडि बुढी छ, बुढाबुढी आज घुम्न गइरहेको छु। त्यो राइटालको जङ्गल यस्तो छ, हेर्नुहोस्। आमा बबाल छ, ठाउँ त शीतल छ है। घर बस्दाखेरि गर्मी हुन्छ, त्यही भएर यसो बाहिर घुम्दै हिँडेको छु बुढाबुढी। तिम्रो माया छ छैन भन त, हेर्न सक्नुहुन्छ गाइस। यस्तो शीतल छ है, बबाल छ, यस्तो जङ्गल छ, वरिपरि कागहरू कराइरहेको छ। तर ठाउँ चाहिँ बबाल छ कि गाइस, शीतल छ। तर बसिरहनु भन्दा त फ्रेस हुन्छ नि त यसरी आयो भने त। ल त गाइस, लाइक कमेन्ट सेयर गर्नु पऱ्यो। टप 10 तामाङ समाजलाई माया गर्नु पऱ्यो गाइस। सो फाइनली गाइस, अहिले यता तिनतली भिरको छेउतिर आइपुगेको छु। पछाडि अगाडि हेर्न सक्नुहुन्छ, तिनतली भिर उतै छ। हामी यता घुम्दै हिँडेको छु। हातमा चिसो बोकेको छ, एक ठाउँमा बसेर चिसो खाने भनेर। आहा, हिँडिरहेको छु। बुढी पछाडि, बुढा अगाडि, टक्रक 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 घुम्दै हिँडेको छु गाइस। बाबा हेर्न सक्नुहुन्छ, राम्रोसँग हेर्नु है गाइस। हेर्न सक्नुहुन्छ, यस्तो बबाल सिनहरू छ, यस्तो छ। हामी त बुढाबुढी मिलेर आएको हो। तपाईँहरू पनि चाह्यो भने आउन सक्नुहुन्छ। यस्तो सिनहरू रहेछ, बबाल ठाउँहरू छ। हेलो हेलो, आज त मेरो बुढी पनि खतरा देखेछ त यार है। रमाइलो हल्का हेर्न सक्नुहुन्छ गाइस, कस्तो जङ्गल छ है। आमामा, हाम्रो धादिङमा पनि यस्तो जङ्गल छ कि, त्यो कारे एमेजोन कि के भन्छ नि, हो त्यस्तै छ कि। आज सेल्फी स्टिकहरू ल्याउन बिर्सेछ। यत्तिकै हातले काम चलाइरहेको छु। हात लामो भएको नि आज फाइदा भयो। सो फाइनली गाइस, हामी यता चौतारतिर आइपुगेको छु। घुम्दा आइपुगे। चौतारो छ, यस्तो शीतल छ, बबाल ठाउँ छ, शीतल छ चौतारो। आहा, कस्तो चिसो हावा सरक आइरहेको छ। यता भैँसीहरू दिँदैछ, चलाइरहनु भएको छ। भैँसी छ, राका छ। सो फाइनली गाइस, अब पिकनिक सक्यो बुढाबुढीको। अब घर जाँदैछु। अब घरतिर जानु पऱ्यो होइन। अब भेटौँला नि अर्को नेक्स्ट भिडियोमा। अहिले घरतिर जाऊँ। अब घाम पनि यस्तो चर्को छ है, जङ्गलमा यस्तो हिँडिरहेको छु। अब टक्क घरतिर जानु पऱ्यो। अनि अर्को भिडियोमा भेटौँला है।